2074 सालमा झापाबाट काठमाडौँ सङ्गीत सिक्न आएकी एलिना चौहानले सुरुवातमा केही समय सङ्गीतको औपचारिक तालिम लिइन् र के माया लाग्छ र बोलको गीतबाट दर्शकमाझ चिनिन्, जुन गीतले उनलाई रातारात चर्चा दिलायो। त्यसपछि उनले बरिलै, मिनरल वाटर, पानी पधेरो, मेरो बाबा भगवान जस्ता लोकप्रिय गीतहरू दिइन् र हालसम्म 1800 भन्दा बढी गीत गाइसकेकी छन्। +2 विज्ञान र स्नातक तहको अङ्ग्रेजी अध्ययनपछि उनी पूर्णतः सङ्गीतमै लागिन् र आफूलाई कभर गीतबाट प्रष्ट पहिचान दिइन्। उनको आर्थिक आम्दानी राम्रो भए तापनि उनले सङ्गीतलाई कहिल्यै पैसाको लागि मात्रै नगरेको बताउँछिन्। 25 वर्षको उमेरमा गीतकार विष्णु सापकोटासँग विवाह गरिन्, तर 8 महिनामै सम्बन्ध विच्छेद भयो र उनले समाजमा खुलेर आफ्नो पीडा व्यक्त गर्दै त्यो पीडालाई तागतमा बदलिन्। भाइको पोस्ट अनुसार उनले मानसिक र भावनात्मक हिंसा पनि सहनु परेको थियो। उनले आफ्नो व्यक्तिगत विफलतालाई कहिले करियरको बाधा बन्न दिइनन् र पुनः गायन यात्रामा फर्किइन्। पोखरामा एक कार्यक्रममा भएको साउन्ड विवादपछि उनको आलोचना भयो र उनले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाइन्। एलिना हाल समाजसेवा, स्टेज सो र नयाँ गीतमा सक्रिय छन् र भन्छिन्, पीडालाई कमजोरी होइन, तागत बनाएर हिम्मतका साथ अगाडि बढे मात्र उदाहरण बन्न सकिन्छ।